सगरमाथा यो नाम सुन्ने बित्तिकै हाम्रो मनमा एउटा अर्कै चित्र बन्छ हैन। विश्वको सर्वोच्च शिखर जहाँ पुग्ने सपनाले मान्छेलाई कहाँ कहाँबाट तान्छ। तर एउटा गजबको कुरा के छ भने त्यो सपनाको सबैभन्दा ठूलो बाधा हिमाल चढ्नु होइन, बरु त्यो हिमालको फेदसम्म पुग्नु हो। आज हामी त्यही यात्रालाई सधैँका लागि बदल्न सक्ने एउटा नयाँ बाटोको कथा खोज्दैछौँ। सागरमाथा चढ्ने कुरा गर्दा दिमागमा के आउँछ? सायद त्यो डरलाग्दो खुम्बु आइसफाल, सास फेर्ने मुस्किल हुने पातलो हावा, वा त्यो अन्तिम ज्यानकै बाजी लगाउनु पर्ने चुचुरोको चढाई। तर के होला यदि सबैभन्दा ठूलो चुनौती यिनी मध्ये कुनै पनि होइन भने? पत्याउन अलिक गाह्रो लाग्छ, तर हो, धेरै आरोहीहरूका लागि सबैभन्दा ठूलो टाउको दुखाइ भनेको त आरोहण सुरु हुने ठाउँ अर्थात् बेस क्याम्पसम्म पुग्नु नै हो। पहाड चढ्नु अघिको यात्रा नै आफैमा एउटा ठूलो अभियान बनिदिन्छ। यो समस्यालाई लुक्ला बोटल नेक पनि भनिन्छ। सोच्नुस् त, एउटा बोतलको साँगुरो घाँटीबाट जसरी सबै कुरा एकैचोटि छिर्न सक्दैन हो, ठ्याक्कै त्यस्तै लुक्ला खुम्बु क्षेत्रको लागि एउटा साँगुरो र कठिन प्रवेशद्वार बनेको छ। ल आउनुहोस्, यो अवरोधले कसरी पूरै यात्रालाई यति अनिश्चित बनाउँछ त्यो अलि गहिरिएर बुझौँ। लुक्ला यो सानो गाउँ खुम्बु क्षेत्रको मुटु हो भनौँ न। विश्वका महान पदयात्राहरू र सगरमाथा अभियानहरूको सुरुवात यहीँबाट हुन्छ। यो ठाउँ सानो भए पनि यसले संसारभरका ठूला ठूला सपनाहरूको भारी बोकेको छ। एकछिन कल्पना गरौँ है, त्यहाँसम्म पुग्नको लागि भरपर्दो सडक नै छैन। सबै कुरा साना हवाईजहाजमा निर्भर छ। तर पहाडको मौसम, त्यसको के भर? एकैछिनमा बाक्लो कुहिरो लाग्छ र उडानहरू दिनौँ कहिलेकाहीँ त हप्तौँसम्म रद्द हुन्छन्। पर्यटकहरू अलपत्र पर्छन्। खाना, ग्यास, औषधि, हरेक सानोतिनो कुरा कि त जहाजले ल्याउनु पर्यो कि त भरियादाई र खच्चरले महिनौँ लगाएर बोक्नु पर्यो। यसले गर्दा हरेक सामान आगो जस्तै महँगो छ र हरेक काम एकदमै कठिन। यो हो लुक्लाको त्यही प्रसिद्ध तेन्जिङ हिलारी विमानस्थल। हेर्नुस् त, कसरी यो विशाल पहाडहरूको बीचमा चेपिएर बसेको छ। एउटा छोटो भिरालो धावन मार्ग जसको अन्त्यमा त सिधै पहाडको पर्खाल छ। यो तस्विरले नै सबै कुरा बताउँछ। यहाँ जहाज उडाउनु र अवतरण गर्नु किन पाइलटहरूका लागि विश्वकै सबैभन्दा ठूलो चुनौती मध्ये एक मानिन्छ। तर अब यो पुरै कथा बदलिने सङ्घारमा छ। एउटा यस्तो महत्त्वकांक्षी योजना अघि बढेको छ जसले इतिहासमै पहिलो पटक संसारको छानालाई सडक सञ्जालसँग जोड्नेछ। यो नक्सामा नेपालको राष्ट्रिय राजमार्ग सञ्जाल देखाइएको छ। यहाँ सुन्तला रङमा जुन बाटो देखिँदैछ त्यो हो NH20 अर्थात् राष्ट्रिय राजमार्ग 20। अहिले यो राजमार्ग सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गएर टुङ्गिन्छ। अनि अब यो नयाँ नक्सामा हेरौँ। योजना के हो भने यही NH20 राजमार्गलाई सल्लेरीबाट अझै अगाडि बढाएर सिधै लुक्लासम्म पुर्याउने। यदि यो सफल भयो भने खुम्बु क्षेत्र इतिहासमै पहिलो पटक देशको सडक सञ्जालसँग सिधै जोडिनेछ। यो कुनै सामान्य बाटो खन्ने काम होइन। प्रस्तावित सडकको लम्बाइ छ पुरा 78 किलोमिटर। यस्तो विकट भूगोल जहाँ ठूला ठूला चट्टान काटेर 78 किलोमिटरको राजमार्ग बनाउनु आफैमा एउटा विशाल इन्जिनियरिङ चुनौती हो। त्यसो भए यो राष्ट्रिय राजमार्ग योजनाले साँच्चै के फरक पार्छ त? अहिलेको सामान्य कच्ची गोरेटो र सङ्घीय सरकारले बनाउने पक्की राजमार्गमा आखिर के भिन्नता हुन्छ? ल यसको प्राविधिक पक्षलाई अलि सजिलोसँग बुझौँ। फरक त आकाश जमिनको छ। हेर्नुस्, अहिलेको बाटो स्थानीय तहले आफ्नो बजेटले बनाएको सामान्य कच्ची ट्र्याक मात्र हो, जुन बर्खामा हिलोले बन्द हुन्छ, हिउँदमा धुलोले। तर जब यो राष्ट्रिय राजमार्ग बन्छ यसको सम्पूर्ण जिम्मा सङ्घीय सरकारले लिन्छ। यसको मतलब सङ्घीय बजेटबाट पक्की कालोपत्रे सडक बन्छ जसको नियमित मर्मत हुन्छ। परिणाम के त? जुनसुकै मौसममा 12 महिना गाडी चल्ने भरपर्दो बाटो। र यो केवल कागजमा सीमित योजना होइन, जमिनमा काम धमाधम भइरहेको छ। यात्रा यस्तो छ। पहिलो, फाप्लुदेखि रिङ्मोसम्मको खण्ड प्रदेश सरकारले पक्की बनाउँदैछ। त्यसपछि रिङ्मोदेखि सुर्केसम्म स्थानीय तहले कच्ची ट्र्याक खोलेर जीप चल्न थालिसकेका छन्। अहिले सबैभन्दा कठिन मानिएको सुर्केदेखि लुक्लासम्मको अन्तिम खण्ड खन्ने काम भइरहेको छ। र जब यी सबै टुक्राहरू जोडिन्छन् तब पुरै 178 किलोमिटरलाई NH20 को रूपमा सङ्घीय सरकारले लिएर स्तरोन्नति गर्नेछ। यति ठूलो परियोजनाले खुम्बु क्षेत्रलाई आखिर कसरी बदल्न सक्छ त? सडकले अवसर मात्रै ल्याउँछ कि चुनौती पनि सँगै लिएर आउँछ? आउनुहोस्, यसका सम्भावित असरहरूलाई निहालेर हेरौँ।
आर्थिक हिसाबले हेर्ने हो भने यसले त काया पलट नै गर्न सक्छ। नेपाली पर्यटकहरू सजिलै गाडीमा खुम्बु पुग्न सक्नेछन्। विदेशी पर्यटकहरूको लागि पनि यो एउटा भरपर्दो र सस्तो विकल्प हुनेछ। यसले स्थानीय होटल, पसल, व्यवसाय सबैलाई बढावा दिनेछ, नयाँ रोजगारीहरू सृजना गर्नेछ र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, सामान ढुवानी सस्तो र भरपर्दो हुँदा त्यहाँका स्थानीयको जीवनस्तर नै माथि उठ्नेछ। तर विकासको अर्को पाटो पनि हुन्छ, संरक्षण। र यहाँ स्थानीय समुदायको आवाज सबैभन्दा महत्त्वपूर्ण छ। उनीहरूको एउटै माग छ, सडक गाउँको केन्द्रसम्म मात्र आओस्, तर त्यसभन्दा माथिको हाम्रो ऐतिहासिक पदमार्गलाई नछोस्। यो मागले के देखाउँछ भने उनीहरू विकास त चाहन्छन्, तर आफ्नो पहिचान र पदयात्राको जुन मौलिकता छ त्यसलाई गुमाउन चाहँदैनन्। त्यसो भए खुम्बु अब कुन बाटोमा हिँड्दैछ त? यो सडकले यस क्षेत्रको भविष्यलाई कुन मोडमा पुर्याउला? अन्त्यमा प्रश्न यही रहन्छ, के यो नयाँ सडकले सगरमाथा क्षेत्रमा अवसरको ढोका खोल्दा त्यस ठाउँको मौलिक आत्मालाई, त्यो चामलाई पनि जोगाउन सक्ला? विकास र संरक्षण बीचको यही नाजुक सन्तुलनले नै आउने दिनहरूमा सगरमाथाको भविष्य कस्तो हुनेछ भनेर निर्धारण गर्नेछ।